ल गाइज हामी चाहिँ आइपुग्यौँ हाम्रो घर चाहिँ यही हो घेरेको छ अनि विल बी हियर फर 2 नाइट्स ओ माई गड सबैजना कति रमाइलो वाह कत्रो घर रहेछ हजुरहरूलाई म भित्र पनि टुर गरिदिन्छु ल र 3टा गाडी चाहिँ आइसक्यो अब एउटा गाडी आउनु छ हामी 4टा गाडीमा जम्मा 16 जना भएर आएका छौँ अनि कस्तो राम्रो दाउरा तिमीहरू राखिदिएको रहेछ है खोइ कस्तो मजाको एरिया द बेस्ट एरिया एन्ड कति राम्रो भ्यू वाह हेर्नु त ओ माई गड दामी 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 भेरी एक्साइटेड अनि यहाँ चाहिँ हट्टापट्टा छ क्या हो कस्तो राम्रो वाउ यताबाट मम्मी आउँदै हुन्छ पर बाबा भिडियो गर्दै हुनुहुन्छ यस्तो छ गाइस हाम्रो चाहिँ घर देख्नुहुन्छ यता अर्को रहेछ अनि दिस इज द सिडी हल्का स्टोरेज वाउ डाइनिङ एरिया छ कस्तो राम्रो सिटिङ रुम यहाँ चाहिँ फेरि बुइनी भिडियो गर्दैछ टिकटकमा हेर्न सक्नुहुन्छ हजुरहरूले उहाँको पेज खोजेर कस्तो राम्रो भ्यू सिङ्कको दामी ओ माई गड किचनको लागि मेरो लागि पर्फेक्ट भ्यू जीवनमा खोजेको मैले यति हो दामी कति राम्रो ठाउँ कति राम्रो घर ओए है यहाँबाट नि उता जान सकिँदो रहेछ यहाँबाट सिँढीबाट माथि जाउँ यो चाहिँ माथिल्लो फ्लोर यहाँ रहेछ एउटा रुम यहाँ रहेछ फुल बाथरुम यो रहेछ अर्को लाइक मास्टर बेडरुम होइन रहेछ अर्को ठुलो बेड रहेछ अर्को यसमा 2टा बेड रह अनि यहाँबाट रहेछ ओ माई गड ठुलो बाथरुम रहेछ मास्टर बेडरुम रह यो चाहिँ मास्टर बेडरुम रह कस्तो राम्रो क्लोजेट तिमीलाई कस्तो लाग्दैछ रिसान तिम्रो बाबाले यतिकै घर गिफ्ट गर्न पायो तिमीलाई दामी छ नि बेसमेन्टमा गयौँ यो चाहिँ बेसमेन्ट हो बेसमेन्टबाट चाहिँ ह्याप्पी आवर यहाँ गेम खेल्नेहरू रहेछ हजुरहरू अनि एकदम ठुलो एरिया हो माई गड टिभी पनि रहेछ अनि यहाँबाट चाहिँ बाहिर निस्किन पनि सकिँदो रहेछ क्लोजेट अनि यता रहेछ के रहेछ यता बेबी साउना के रहेछ अनि यता यहाँबाट बाहिर पुग्ने आउटडोर सावर गाइज ओ माई गड कस्तो राम्रो वाउ अर्को बेडरुम रहेछ बेसमेन्टमा एउटा भयो अर्को साइडको रुम यहाँबाट चाहिँ उताको देखिन्छ एउटा भने त्यहाँबाट कनेक्ट भएको यो अर्को घर यो चाहिँ रुम द भ्यू कति राम्रो यहाँ रहेछ यहाँ क्लोजेट रहेछ त्यहाँबाट पनि भ्यू एन्ड देयर इज अ सावर हामी सब टुर लिँदैछौँ सब चुनाउने ठाउँ रहेछ दामी दामी पुरै बसेर भ्यू इन्जोय गर्दैछ ऊ मस्त छ आज दिनभरि घुमेको कस्तो राम्रो देख्यो चिसो चिसो रहेछ तर हामीलाई चाहिँ शीतल छ गाइस हल्का हल्का झ्याप त हुनुपर्ने रहेछ खाऊ के कसो चियर्स दिउँ दिउँ गाइस पानी पर्यो यहाँ चाहिँ पकाउन नि सुरु भयो अनि एकदम दामी पानी परेको भएर पानी पर्दा एक्साइटेड यहाँ अब हजुरले दाल बस्छन् आफ्नोमा बसाएर सब्जी काट्दैछन् उहाँबाट के ल्याउँदैछन् यहाँ सबैजना बस्ने गर्ने सामान निकाल्ने मेरो छोरा एकदम शान्तिबाट खेल्दैछ सबैजनासँग एन्ड वी आर ह्याभिङ सो मच फन यति राम्रो ठाउँ यति राम्रो घर पानी कति मिठो उयो होला यहाँ बाहिर साउन्ड पानीको पर्फेक्ट इभिनिङ भयो त यो चाहिँ अहिले राति 10 बजी हामी चाहिँ आगो ताप्न बेला हुँदैछौँ दाजुभाइ मात्रै बसेर आगो तापिरहेको छन् कस्तो मजाले खोइ अरू कता गए मेरो बुढा त नानी चाहिँ तेरान भएको छ आई थिङ्क सुत्नु भयो कि क्या स्याल होइन अरे जाडो भयो अरे भावना र लक्ष्मीलाई आउँदैनन् गुड मर्निङ खाजा पाक्दैछ बाहिर हुसु एकदम लागेको छ अब त धेरै खुल्लेछ भाइ दबाई यता भजन गुन्जिँदैछ गफ हुँदैछ तँलाई कस्तो फिल भइरहेछ अरे गाना गाना उसलाई चाहिँ यो भ्यू हेर्दाखेरि चाहिँ उसलाई चाहिँ यो भ्यू हेर्दाखेरि के फिल भयो अरे भने गाइदैन छिटो एउटा पास्ता पाक्दैछ कुकरमा चिया पाक्दैछ गाइस कुकरमा चिया हामी मात्रै होइन यहाँबाट ठुलो दी म बाहिर दादा बसेर एकदम इन्जोय गर्दैछन् यहाँ सानीमाले छोरालाई खेलाउँदैछ
खाजा नास्ता खाएर माम खाएर घुम्न निस्केका छौँ। अनि यहाँ हुनुहुन्छ हाम्रो सबैभन्दा सानो राजा, अनि यहाँ हुँदो ठुलो राजा, राजाको राजा चाहिँ ठुलो राजा भएर हामी घुम्न जाँदैछौँ। एउटा गाडी त्यहाँ छ अगाडि, यो दुईवटा भयो, अर्को ऊ छ पछाडि, अनि त्यसको पछाडि पनि अर्को हुनुपर्ने। 4टा गाडी थियो, बट 3टा मात्रै छ अहिलेसम्म त। अलराइट, हामी चाहिँ यो पार्कभित्र इन्ट्रेन्स गरिसक्यौँ। अनि यसको चाहिँ हामीले तिर्यौँ 3जनाको $10। आई थिङ्क पर गाडी $10 होला त्यस्तै लाग्यो। अनि हामी चाहिँ जाँदैछौँ, हेरौँ कस्तो छ। उसले पनि म्याप हेर्दैछ, अब यसले घुमाउने भयो हामीलाई। कति ठुलो स्टेट पार्क रहेछ आमा, यत्रो ठुलो म्यापमा सबै मतलब पेपरमा सबै त्यही म्याप मात्रै छ। कहाँ हामी चाहिँ स्टेट पार्कभित्र छिर्यौँ अनि गाडी पार्क गऱ्यौँ र हाम्रो टिम आउँदैछन् उता परबाट सबैजना। नम्बर 1 स्टेट पार्क इन युएस भोट गरेको लास्ट इयरलाई लगभग लागेन। यहाँ चाहिँ हाम्रो फोटो सेसन हुँदैछ, सबैजना भेला भइसक्यौँ। अब पालो दाजु भाउजूको फोटो खिच्ने एरिया चाहिँ हाम्रो यस्तो हिरोनी। ल हामी चाहिँ लाग्यौँ पहाडतिर यताबाटै। यसो म हजुरहरूलाई हिरोइन देखाउँदै गर्छु, उहाँ हाम्रो आउँदै हुनुहुन्छ। सेरी ससुरा बाबा अगाडि लाग्नु भइसक्यो, अनि भाइ बुहारी र छोरी अगाडि लागे, दिदी पनि अगाडि। कति राम्रो देखियो हेर्नु त यता। वाउ, भाउजू आउँदै हुनुहुन्छ। सबजना आउँदैन, हल्ला खल्ला यस्तै हो हाम्रो अधिकारीको हल्ला। शान्ति साउन्ड होइन, दामी वातावरण एकदम दामी। यता मेरो निशान पनि गइरहेको छ, कति शान्ति भएर। चप्लीमा आयो, चप्लीमा ढुङ्गाको घाट होइन, कति चाहिँ धेरै हरियो देखेको जस्तो छ दृश्य। कति राम्रो। ओ माई गड, खोला डुई हिँड्दैछौँ, टुई हिँड्दैछौँ। लुक एट दिस ब्युटी। यो चाहिँ सबैभन्दा सानो वाटरफल रहेछ भनेर भिडियो गर्दै थिएँ कि। यहाँनिर पनि एउटा रहेछ, कुनामा पनि कस्तो मजाले बगिरहेको रहेछ पानी। ओ माई गड, कति हरियो, कति राम्रो। आर यु गाइस रेडी? दामी। एट्र्याक्सन भइरहेछ, जय गर्दैछ सबलाई हेरेर। हाम्रो रानीको फोटो सुट हुँदैछ, सबैजनाको क्यामेरा अन छ। हाम्रो घरको रानी बसेर एकदम खरबुजो कटाई खरबुजा खाँदै जाउँ पार्कमा बसेर। मेरो हात सानो दिँदै भएर यत्रो हात हापेर हामीले चाहिँ अझै पनि घुमिसकेनौँ। यो पार्कमा चाहिँ जति घुम्यो नि नअगाइ नै यहाँ अर्को वाटरफल छ, हामी चाहिँ त्यो पनि किन मिस गर्ने भनेर हेर्न आयौँ। कस्तो दामी। जति यता त्यति राम्रो, जति यता त्यति राम्रो। त्यसै पनि आफूलाई वाटरफल मनपर्ने गाइस। झन् यति राम्रो ठाउँमा आउँदा त ओहो, यत्रो खुसी त मेरो मन भएकै छैन होला र सायद जीवनमा भन्नु अरे। यो टिभी चल्दैछ, यहाँ तास चल्दैछ, अनि यता चाहिँ चटपटे बनिँदैछ। आज हामी चटपटे खानेवाला छौँ। चटपटे मालिक नै बनिँदैछ। यता दाल पकाउन आँट्नु भयो। हामी समोसा, चिया, चटपटे होइन, पानीपुरी, ठोक्रे, पापड, एभ्रिथिङ इज रेडी। अब जस्ट पकाउनु छ। फेरि पनि हजुरहरूलाई किचनबाट दृश्य। हामीले ल्याएको ल्याउँदै मलाई त
ठ्याक्क हामीसँग चाहिँ फुपू दिदी फुपाजु दुईजना बहिनीहरू पनि आएर एकदम रमाइलो गर्दैछ रमाइलो भइरहेको छ आज चाहिँ कति खुसी भएर खेल्दैछ लु खेल्न थालो अब चाहिँ कति मजाले खेल्दैछ है अब चाहिँ मानु है रिसान पनि दिदाहरूसँग छिरो यहाँ चाहिँ हामी हेरिरहेको छौँ अनि अहिले चाहिँ पानी पनि परेको छैन वेदर एकदम राम्रो छ अनि रिसान चाहिँ दिदाहरूसँग पस्यो हाय रिसान हामी सबै हरियो पहेँला भएर साउन्ड सेलिब्रेसन सुरु भयो यहाँ एकदम हरियो छ हाम्रो ड्रेसअप पनि अनि अब यहाँ सबै कार्यक्रम रेडी पानीपुरी इज रेडी अनि त्यहाँदेखि यता हट टप सफा हुँदैछ अनि यस्तो छ भ्यू ल हामीलाई तिज पनि लाग्यो साउन्ड पनि लाग्यो हामी चेलीबेटी एकदम रेडी भइसक्यौँ परदेश पनि लाग्यो बुइनी दिदी बुइनी एकदम ह्याप्पी सावन के छ खबर कस्तो लाग्यो तपाईँले हामीलाई छ भेटेर ओके एकदम खुसी दिदी खुसी फुपू दिदी खुसी हामीहरू खुसी रोपेको दाना पसाउँछ मेरो राजै के महिना पसाउँछ एकचोटि आउँछ नि अल्लरे भैँस एकचोटि आउँछ नि अल्लरे भैँस दुनियाँ हँसाउँछ मेरो राईलाई दुनियाँ हँसाउँछ तिज लाग्यो गाइस नाचिरहेको छ छोरो पनि एकदमै मजाले पानीपुरी एकदम मिठो यस्तो चल्दैछ यहाँ चाहिँ ठुलो भेना एकदम खतरा डान्स हान्दिँदै हुनुहुन्छ खतरा अनि यहाँ हेर्नेले हेर्दैछौँ नहेर्नेले हेरेका छैनौँ मेरो छोरो एकदम चकित भएर हेर्दैछ पानीपुरी खानेले खाँदैछौँ अनि यहाँ अब पाक्दैछ
होइन समय सुरु भयो हाम्रो Yeah. चाहिँ सुतो अनि हामी चाहिँ अब बाहिर आगो बल्यो शान्ति वातावरण औ अलिकति थोरै खेला एकदम गइरहेछ यो चाहिँ हाम्रो घर अनि हामी भोलि जानेवाला छौँ ओ माई गॉड आई विल मिस दिस प्लेस अनि सबैजनालाई एकदम रमाइलो भयो अनि यहाँ चाहिँ कोर्न होल खोल्दै हुनुहुन्छ माथि कस्तो राम्रो फुलमुन छ Thank you everyone for watching our full video. हामीले चाहिँ यो 2 दिनको बसाइमा एकदमै धेरै रमाइलो गर्यौं. It was fantastic बसाइ हैन 2 दिनको अनि हामीले चाहिँ गेम खेल्यौं, नाच्यौं, गायौं, पकायौं, खायौं. भिडियो खिच्न सकेसम्म र सम्झेसम्म र भ्याएसम्म चाहिँ मैले सबै कलेक्ट गर्न कोसिस गरेँ बिकज यो भिडियो चाहिँ हामीहरूलाई पनि पछि फर्केर हेर्न कति चिज हुन्छ होला नानीहरूलाई पनि सो लेट्स कलेक्ट मेमोरिज भनेर मैले चाहिँ खालि एक मिनेटको भिडियो बनाएर राखेँ अनि यसरी कलेक्ट गरेर पोस्ट गर्दैछु हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्न नभुल्नु होला है त भन्दै अहिलेलाई चाहिँ बाइ बाइ